बेलायतले नेपाललाई सहयोग गरेका क्षेत्रहरू। अब हामीले बेलायतले नेपाललाई सहयोग गरेका क्षेत्रहरूलाई याद गर्नु पर्यो भने याद गर्नको लागि एउटा मैले ट्रिक्स दिइरहेको छु है त। त्यो ट्रिक्स एकदम इम्पोर्टेन्ट छ। हेर्नुहोस् त, सगरमाथाको भूउपग्रह धरान धनकुटा जान महेन्द्र बुढा फर्फिङ हुँदै हेटौडा गए र रेशमलाई औलोको औषधि लिएर स्टाफलाई दिन भने। अब यो ट्रिक मार्फत हामी के गर्न सक्छौँ त, बेलायतले नेपाललाई सहयोग गरेका क्षेत्रलाई याद गर्न सक्छौँ। अब हेर्नुहोस्, सगरमाथाबाट सगरमाथा भू उपग्रह केन्द्र, धरानबाट धरान धनकुटा राजमार्ग, महेन्द्रबाट महेन्द्र राजमार्गको नारायणगढ बुटबल खण्ड, बुढाबाट बुढा नीलकण्ठ स्कुल, फर्फिङबाट फर्फिङ जलविद्युत आयोजना, हेटौडाबाट हेटौडा डिजेल प्लान्ट, रेशमबाट रेशम खेती अनुसन्धान केन्द्र, औलोबाट औलो उन्मूलन केन्द्र, औषधिबाट औषधि अनुसन्धान केन्द्र र स्टाफबाट स्टाफ कलेज। हामीले यदि याद गर्नु छ भने यो ट्रिक्स मार्फत हामी के गर्न सक्छौँ भने बेलायतले नेपाललाई सहयोग गरेका क्षेत्रलाई याद गर्न सक्छौँ।